सन् 2025 को सेप्टेम्बर नेपालमा एउटा यस्तो घटना भयो जसले सबैलाई साँच्चै भन्नुपर्दा चकित नै बनाइदियो। ल आजको यस विश्लेषणमा हामी यही असाधारण घटनाको गहिराईमा डुबुल्की मारौँ। हो, जम्मा जम्मी 48 घण्टा सुन्दा पत्यार नलाग्न सक्छ, तर यति नै समयमा नेपालको पुरै राजनीतिक नक्सा नै बदलियो। एउटा अभूतपूर्व उथलपुथल आयो। अब प्रश्न उठ्छ, यो आखिर भयो कसरी? आज हामी यही प्रश्नको जवाफ खोज्दैछौँ। अब यो कसरी भयो भनेर बुझ्नुभन्दा पहिले यो विद्रोहको असर, यसको परिणाम कति ठूलो थियो त्यो बुझ्न जरुरी छ। सोच्नुस् त, प्रधानमन्त्रीले राजीनामा दिए, संसद नै विघटन भयो अनि नयाँ चुनावको घोषणा पनि। मतलब देशमा पुरै राजनीतिक रिसेट बटन नै थिचियो, त्यो पनि जम्मा 2 दिनमा। ल अब कुरा गरौँ त्यो घटनाको जसले यो आन्दोलनको झिल्को सल्कायो। तर एउटा कुरा के भने, यो केवल झिल्को मात्रै थियो, पुरै आगो होइन। सरकारले भन्यो, ल हेर्नुस् 26वटा प्लेटफर्म दर्ता भएनन्, नियम मान्नु पर्यो। तर युवाहरूको बुझाइ बिल्कुलै फरक थियो। उनीहरूले यसलाई आफ्नो बोल्ने अधिकारमाथिको सिधा हमलाको रूपमा लिए। खास गरी त्यति बेला जब #नेपोबेबी ट्रेन्डले राजनीतिक परिवारको जीवनशैलीमाथि प्रश्न उठाइरहेको थियो। तर यो विद्रोह सामाजिक सञ्जालको प्रतिबन्धको लागि मात्रै थिएन, यो त त्योभन्दा धेरै गहिरो थियो। यसको पछाडि त दशकौंदेखि जम्मा भएको निराशा र आक्रोश थियो, जसले पहिले नै एउटा विस्फोटक अवस्था बनाइसकेको थियो। र यहाँ एउटा रोचक कुरा के छ भने, नेपालको जनसङ्ख्या एकदमै युवा छ। देशको औसत उमेर नै 25 वर्ष छ। र यो पुस्ता जो डिजिटल रूपमा यति धेरै जोडिएको छ, उही पुस्ताले आर्थिक अनिश्चितताको पनि सामना गरिरहेको छ। अनि यिनै थिए ती मुख्य मुद्दाहरू। प्रणालीगत भ्रष्टाचार, दशकौंदेखि उही अनुहार सत्तामा, नातावाद अनि आर्थिक अवसरको कमी। यी सबै कुराले युवा पुस्तालाई एकदमै निराश बनाएको थियो। यो टाइमलाइन हेर्दा त साँच्चै अचम्म लाग्छ। कसरी एउटा शान्तिपूर्ण विद्यार्थी र्याली केही घण्टाभित्रै हिंसात्मक राष्ट्रव्यापी सङ्कटमा बदलियो र अन्ततः सरकार नै ढल्यो। यो एकदमै छिटो र कसैले नसोचेको घटना थियो। ल अब कुरा गरौँ यो आन्दोलनको सबैभन्दा अनौठो पक्षको। प्रदर्शनकारीहरूले जुन तरिका अपनाए त्यो पुरै 21औं शताब्दीको थियो। पहिलेका कुनै पनि राजनीतिक आन्दोलनभन्दा बिल्कुलै फरक। सरकारले इन्टरनेटमा बन्देज लगायो, तर यी डिजिटल युगका प्रदर्शनकारीहरू एक कदम अगाडि थिए। उनीहरूले VPN र QR कोड जस्ता प्रविधिको यस्तो चलाखीपूर्ण प्रयोग गरे कि सरकारी प्रतिबन्ध त उनीहरूका लागि केही पनि भएन। यो त साँच्चै नै अभूतपूर्व थियो। सोच्नुस् त, बन्द कोठामा हुने राजनैतिक मोलमोलाइलाई पुरै पन्छाएर डिस्कर्ड जस्तो अनलाइन प्लेटफर्ममा हजारौं मान्छे भेला भएर एउटा नयाँ नेता छाने। यो त डिजिटल लोकतन्त्रको एउटा एकदमै दुर्लभ र शक्तिशाली अभ्यास थियो। यो भनाइले त्यो परिवर्तनलाई कति राम्रोसँग देखाउँछ होइन त? जुन युवा पुस्ता नेटफ्लिक्समा व्यस्त थियो, त्यही पुस्ता अब राजनीतिक अन्तर्वार्ता हेर्न थाल्यो। यो आन्दोलनले उनीहरूलाई मनोरञ्जनबाट मोडेर राजनीतिक रूपमा यति धेरै सक्रिय बनाइदियो। ल अब अन्तिम खण्डतिर लागौँ। विद्रोह त भयो, तर त्यसपछिको कठोर वास्तविकता र देशले सामना गरिरहेका ठूला चुनौतीहरू के थिए त? 76 यो केवल एउटा नम्बर होइन, यो त्यो सङ्ख्या हो जसले प्रदर्शनका क्रममा ज्यान गुमाए। यो नै थियो यो क्रान्तिको मानवीय मूल्य। र यो विवरणले त त्यो सङ्ख्यालाई अझै दर्दनाक बनाउँछ। फरेन्सिक रिपोर्टले के देखायो भने गोली लागेका लगभग सबैलाई कम्मरभन्दा माथि लागेको थियो। यो भिड नियन्त्रणको नियमको ठाडो उल्लङ्घन थियो र यसले नागरिकमाथि भएको हिंसाको गम्भीरता देखाउँछ। अनि नयाँ अन्तरिम सरकारले विरासतमा के पायो त? अराजकता, कानुन व्यवस्था पुरै ध्वस्त, 13,000 भन्दा बढी कैदीहरू फरार, 500 भन्दा बढी प्रहरीका हतियार लुटिएका र 400 भन्दा बढी प्रहरी चौकीहरू ध्वस्त। अवस्था एकदमै नाजुक थियो। अनि यस्तो अवस्थामा नयाँ नेताको रूपमा अगाडि आइन् सुशीला कार्की। उनको नियुक्ति आफैमा ऐतिहासिक थियो, किनभने उनी आन्दोलनको प्रत्यक्ष छनोट थिइन्। तर उनको नियुक्तिले एउटा ठूलो संवैधानिक प्रश्न पनि खडा गर्यो, किनभने नेपालको संविधान अनुसार पूर्व प्रधान न्यायाधीशले सरकारी पद लिन पाउँदैनथे। तर समर्थकहरूले के तर्क गरे भने देशलाई पतनबाट बचाउन आवश्यकताको सिद्धान्त अनुसार यो निर्णय लिनु जायज थियो। भनेपछि नयाँ सरकारको अगाडि चुनौतीका पहाड थिए। जनताको विश्वास जित्नु, हजारौं भागेका कैदीहरूलाई समात्नु, लुटिएका हतियार फिर्ता ल्याउनु, देशलाई चुनावको लागि स्थिर बनाउनु र सबैभन्दा महत्त्वपूर्ण
जुन भ्रष्टाचार र असमानताको कारणले आन्दोलन भयो त्यसलाई सम्बोधन गर्नु। क्रान्ति त केवल सुरुवात थियो, असली काम त अब सुरु भएको थियो। र नेपालको यो घटना एक्लो पनि थिएन। यो युवा नेतृत्वको डिजिटल विद्रोहले श्रीलङ्का र बङ्गलादेश जस्ता दक्षिण एसियाका अन्य देशहरूमा भएका यस्तै आन्दोलनहरूको याद दिलायो। यसले के देखाउँछ भने यो एउटा ठूलो क्षेत्रीय परिवर्तनको सङ्केत थियो। यो भनाइले हामीलाई एउटा निकै महत्त्वपूर्ण र अन्तिम प्रश्नतर्फ डोर्याउँछ। प्रदर्शनले नयाँ नेपाल त बनायो, तर के इन्टरनेटमा जन्मेको आन्दोलनले साँच्चै एउटा राष्ट्रलाई पुनर्निर्माण गर्न सक्छ त? यो प्रश्नले हामीलाई यो डिजिटल युगको क्रान्तिको दीर्घकालीन असर र चुनौतीहरूबारे सोच्न बाध्य बनाउँछ, र यसको जवाफ सायद भविष्यले नै दिनेछ।